कतै जानुहुन्छ कि अनि त्यसको लागि हाम्रो मुस्ताङ र डोल्पाको कनेक्सन होइन त्यसको बारेमा र बाटोको बारेमा केही भन्नुहुन्छ कि हाम्रो सो यस्तो छ हाम्रो डोल्पामा चाहिँ ओपो डोल्पा साइडमा जति पनि गाउँहरू छ ओपो डोल्पा धुल्पोहरू चाहिँ प्रायः के छ भन्दाखेरि डोल्पाभित्रै जाँदाखेरि भन्नाले पनि मुस्ताङबाट गयो भने चाहिँ धेरै सजिलो पर्छ बाटो चाहिँ। जस्तै कि त्यसमा पनि सबभन्दा धेरै गाह्रो त छार्का भोटलाई छ। जस्तै कि हाम्रो डकुमेन्ट केही काम पऱ्यो भने हामीलाई हाम्रै गाउँबाट आफ्नै गाउँको पालिकामा जानको लागि हामीलाई 3 दिन जति लाग्छ र हाम्रो जुन एउटा पालिका हुन्छ नि जस्तै कि मेन हाम्रो एउटा हेड क्वार्टर छ दुनैसम्म पुग्नको लागि त हाम्रो गाउँबाट पुग्न 1 हप्ता पनि लाग्छ, त्यतिको टाढो छ। जबकि मुस्ताङमा हामी आधा दिनमै पुग्न सक्छौँ। मुस्ताङमा जुमसुममा हामी हाम्रो गाउँबाट आधा दिनमै जुमसुममा मजाले पुग्न सक्छौँ, त्यस्तो खालको छ। अनि जस्ट हामीलाई चाहिँ के छ भन्दाखेरि हामीले जुन बाटो युज गर्छ हामी मुस्ताङबाट छार्कासम्म जानको लागि त्यो चाहिँ खोलाको बाटोमा पर्छ। त्यो जुन बाटो छ त्यो चाहिँ मुस्ताङ जिल्लाभित्र पर्छ कि त्यसले गर्दाखेरि चाहिँ के गाह्रो छ भन्दाखेरि डोल्पाको मान्छेहरूले अथवा डोल्पाको नेताहरूले चाहेर पनि त्यहाँ बजेट हाल्न चाहिँ नसकिने खालको रहेछ। त्यो ठाउँको नाम चाहिँ भेरोल हो। सुसाम्बादेखि भेरोल भन्ने ठाउँसम्म चाहिँ 3 घन्टाको मात्र डिस्टेन्स छ। त्यो चाहिँ धेरै नै गाह्रो छ। 3 घन्टाको मात्रै बाटो छ हाई गर्नेवाला। त्यो बाटो चाहिँ धेरै राम्रो बनाइदिन सक्यो भने चाहिँ होल एज अ ओपो डोल्पाको सबै मान्छेहरूलाई मलाई मुस्ताङमा गएर पछि रिलेसन क्रिएट गर्नको लागि जुनै पनि कुरामा त हामीमा त सबै कुरा सिमिल्यारिटी छ नि त। हाम्रो भाषा मिल्छ, लाइफस्टाइल मिल्छ। तपाईँहरूकोमा नि कति ठाउँमा एनिमल हस्बेन्डरी हुन्छ, हाम्रोबाट तपाईँहरूकोमा कति ठाउँहरू गर्दाखेरि सजिलो हुन्छ। तर त्यो बाटो बनायो भने चाहिँ कनेक्सन धेरै राम्रो हुन्छ जस्तो लाग्छ। जस्तै कि अहिले अब यार्चाको सिजन छ है, यार्चाको सिजनमा डोल्पालीहरूले धेरै यार्चाहरू टिप्नुहुन्छ तर उहाँहरूले छार्काबाट चाइनाको बोर्डरमा गएर बेच्नुहुन्छ क्या। तर हामीले त्यही यार्चालाई हामीले मुस्ताङबाट बाटो राम्रो बनाएर त्यो यार्चालाई हाम्रै कन्ट्रीभित्र इम्पोर्ट हुन दिएर हाम्रैबाटै सामानहरू किन्ने हो भने त उता त गएन नि त। उता हामीले कति सस्तोमा दिँदा हुन्छ रेटमा, जुन कि हामीलाई आइडिया पनि हुँदैन। तर आफ्नै देशभित्र आफ्नै सामानहरू इम्पोर्ट गरेर जस्ट एउटा बाटोले गर्दा त्यति प्रब्लम आएको छ। त्यो बाटो बनिने हो भने चाहिँ धेरै सजिलो हुन्थ्यो ओपो डोल्पाको मान्छेहरूलाई लाग्छ। एन्ड मुस्ताङको टिमलाई, मुस्ताङको जुनै पनि ठुल्ठुलो पोस्टको एक्टिभिस्टहरू अब नेताहरू त्यस्तो जो पनि हुनुहुन्छ उहाँहरूलाई चाहिँ मेरो एउटा रिक्वेस्ट चाहिँ के छ भन्दाखेरि सुसाम्बादेखिको भेरोलसम्मको जुन एउटा डिस्टेन्स बाटो छ त्यो धेरै टाढा पनि छैन। त्यसमा चाहिँ हजुरहरूले हामीलाई धेरै सपोर्ट गर्नुभयो भने चाहिँ मलाई चाहिँ लाग्छ यो अहिले हामी प्रब्लममा छौँ होइन, तर 10 वर्ष पछाडिको कुरा त गर्न सकिँदैन नि त। हामी के त त्यतिखेर डोल्पा पनि त मुस्ताङ जस्तै विकसित हुन्छ कि है। मुस्ताङमा भने पनि नभने पनि लो